10 इयर्स भयो नि। ए धेरै दिन भइसक्यो त हजुर। ए राम्रो छ। अब इन्डियाबाट त घर जान आउनु सजिलै हुन्छ, यहाँ पो गाह्रो छ। यहाँबाट जान नि सकिँदैन, आउनु नि सकिँदैन। एकैचोटि अब गयो भने गयो, आयो भने आयो। हेलो दाई, हेलो नमस्ते दाई। हजुर हेलो हेलो। हजुर म हजुरलाई ब्लू दिन्छु, लाइकलाई लाइक गरिदिनु है दाई। ल विकास दाई म ब्लू दिएँ हजुरलाई है, लाइभलाई लाइक गरिदिनुहोस् प्लिज दाई। मेरो लाइभमा पहिलो हेलो दिदी सुहाना दिदी, वेलकम, नमस्ते, गुड मर्निङ दिदी। मेरो लाइभमा पहिलोचोटि आउनुभएको छ, हजुरहरूले लाइभ गरिदिनु। सुहाना दिदी त पहिला नै आउनुभएको थियो। अनि हजुरहरूलाई के छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? म आज धेरै दिनपछि लाइभमा आउनु पाएको छु, बिजी चलिरहेको थियो, त्यही भएर आज छुट्टी छ। लाइक डन, थ्याङ्क यू दिदी। विकास दाई तपाईँ नै लाइभलाई लाइक गरिदिनुहोस् प्लिज। के छ दिदी, सन्चै हुनुहुन्छ? के छ खबर भाइ? हजुर दिदी, हजुर मेरो ठिक छ। हजुरको के छ नि भन्नु। लाइक डन, थ्याङ्क यू दाई, थ्याङ्क यू। अनि के छ दिदीको अनि दाईको हालखबर के छ भन्नुहोस् हजुर। धेरै दिनमा लाइभ आउनु पाएको छु आज, किनभने बिजी भएर नआउनु पाएको थिएन। म अहिले स्कुल छैन। ए हो, ओके थ्याङ्क यू दिदी, थ्याङ्क यू। हाय सोनाली सलेस के छ खबर? सोध्दै हुनुहुन्छ? हेलो भैना, ए साला भेना हो, थ्याङ्क यू है, मलाई थाहा थिएन है, सरी है। नमस्ते भेना, नमस्ते भन्दै हुनुहुन्छ दिदीले। सबै साथीहरू सपोर्ट मी प्लिज अल फ्रेन्ड। हजुरले सबैलाई जोइन गर्नु, हजुरलाई रिटर्न पाउँछ त दाइ। बुझ्नु भेना त ढोक दिए यसको। सन्चै हुनुहुन्छ भेना? दिदीले सोध्दै हुनुहुन्छ दाइ सन्चै हुनुहुन्छ भनेर। सालीको फेस के भयो नि? साली नि किन लाइभमा नआएको नि? साली के भएर दिदी किन लाइभ नआउनु भएको? कमेन्ट छोड्नु होला, एनी ब्याक दिन्छु। तपाईँले जोइन गर्नु दाइ, तपाईँले जोइन गर्नु भेना। अहिले स्कुल छैन, हौ डियरले फ्रम धेरै नहेर्नु भन्नुभएको छ। सुगरले अलि छोडेको छैन हौ। ए यदि बिरामी हुनुहुन्थ्यो है, त्यही भएर त नि पिन राख्नु। र मैले पिन गरेँ, भाग्ने होइन है दाइ, नभाग्नु। सबैले एकअर्कालाई जोइन गर्नु अनि ब्याक भाग्नु, हजुरलाई पाउँछ। पिन आइडीलाई सबैले सपोर्ट गरिदिनु है। हेलो उमेश भैया, नमस्ते, कैसे भैया? हेलो क्रेजी भैया, कैसे भैया? लाइक डन, थैंक यू भैया। आज मैं बहुत दिन के बाद बैठा हूँ भैया लाइव में, क्योंकि मेरा टाइम नहीं मिलता था, इसीलिए। सोनी ब्याक मी कमेन्ट गरेर कमेन्ट छोड्नु है, सबैलाई कमेन्ट छोड्नु। विकास दाई कमेन्ट छोड्नु अनि पाउँछ।